जय श्री सच्चिदानन्द राधेश्याम। नमस्कार सबै मेरा साथीहरूलाई सम्झिँदै मैले आफ्नो छोटो विचार राख्ने कोसिस गरेको छु। बोल्ने क्रममा कतै गल्ती पनि हुन सक्छ, यहाँहरूले माफ गर्नुहोला। ताकि हाम्रो मानिसको जीवनमा हुनै पर्ने विशेष गरी चाहिने कुराहरू यी दुईटा कुरा छन्। यी दुईटा कुरा मध्ये कुन कुराले आफ्नो जीवनमा फाइदा दिन्छ त्यो कुरालाई हामीले ख्याल गर्नुपर्दछ। हेर्नुहोस्, पाप र धर्म भनिन्छ। पापले मान्छेलाई नर्कमा लान्छ, दुःख दिन्छ, जीवनमा अशान्ति हुन्छ, संसारमा बाँच्नलाई गाह्रो हुन्छ। पाप कर्मको फल त्यस्तो हुन्छ। र जो धर्म छ, धर्म गरेको जो धार्मिक कर्मको फल चाहिँ यस्तो हुन्छ कि उसको जीवनमा सधैँ खुसी हुन्छ, सधैँ सुख हुन्छ, कि सधैँ आनन्दसँगले उसले आफ्नो दिनहरू बिताइरहेको हुन्छ। यसकारण यो दुईटै कुरा एकसाथमा जान हुँदैन, जाँदैन पनि। जसरी रात आएपछि दिन जान्छ, दिन आएपछि रात जान्छ, यस्तै किसिम पाप आएपछि धर्मको स्थान हुँदैन आफ्नो हृदयमा, र धर्म आएपछि पापको स्थान हुँदैन हाम्रो हृदयमा, यानि हाम्रो मनमा। यसकारण हामीले त्यो अन्धकार रूपी पापलाई, अधर्मलाई हाम्रो मनमा कि हाम्रो मस्तिष्कमा, हाम्रो विचारमा, हाम्रो कर्ममा, हाम्रो बोलीमा त्यो चीज आउन दिनु हुँदैन। र त्यो आउन साथ हाम्रो मन विचार सबै परिवर्तन हुन्छ। यसकारण हामीले आफूसँग राख्नुपर्ने भनेको धर्म यानि सत्कर्मलाई आफूसँग राख्नु पर्दछ। र त्यो आफूसँग सत्कर्म राख्नको लागि चाहिँ यस्तो चिज हुनुपर्दछ कि जसले आहार विहार शुद्ध गरेको हुनुपर्दछ, कि जसले चाहिँ मद खान्छ, निशा भाङ खान्छ भने त्यो मान्छेले जीवनमा कहिल्यै पनि सत्कर्म गर्न सक्दैन। र त्यो मान्छेको दिमागमा राक्षसले बास गरेको हुन्छ। उसको विचार एकदम नराम्रो मात्रै हुन्छ। ऊ बेहोसीमा बढेको हुन्छ। र बेहोसीको अवस्थामा उसले केही पनि राम्रो काम गरेको हुँदैन। जसरी सानो नानीहरूको चेत हुँदैन, ज्ञान हुँदैन, बोल्दछन्, खाँदछन्, हिँड्दछन्, तर यो गर्ने यो नगर्ने भन्ने काम हुँदैन नि। त्यस्तै हाम्रो दिमागमा पनि गर्ने र नगर्ने काम छुट्याउने विचार हुँदैन। उसलाई अझै त मद पदार्थ खाने मान्छेले नराम्रै काम मात्रै गर्न कोसिस गरिरहेको हुन्छ। यसकारण जसले मद पदार्थ निशा त्यागेको छ, उसको जीवनमा कहिल्यै पनि अधर्म र जीवनमा अँध्यारोपन, अन्धकार, कुकर्म कहिल्यै पनि आउने छैन। र जसले मद पदार्थ त्यागेर सत्कार्यपट्टि लाग्दछ भने उसको दिमाग सधैँ कि यो गर्ने र यो नगर्ने, यो बोल्ने या यो नबोल्ने भन्ने कुराहरूलाई उसले सधैँ बुझिरहेको हुँदछ। र यसकारण निशा भाङ मद पदार्थ खाएर म धार्मिक हुँ भन्न सकिन्न। र त्यसरी नै कसैको शरीर च्यातेर खाएर म धार्मिक हुँ भन्न पनि सकिँदैन। त यसकारण हामी सब कुरा नखाएर पनि सत्कर्म गरेनौँ भने पनि हामी धार्मिक बन्न सक्दैनौँ। र जीवनलाई परिवर्तन ल्याउने भनेको आफ्नो सोच र विचारद्वारा
सत्कर्मद्वारा हाम्रो जीवनलाई, हाम्रो मनलाई परिवर्तन गर्न सकिन्छ र समाजलाई पनि परिवर्तन गर्न सकिन्छ, परिवारलाई पनि परिवर्तन गर्न सकिन्छ। यसकारण सधैँ नै शुद्ध आहार विहार गरेर अनि शुद्ध विचार राखेर अघि बढ्नु पर्दछ भन्दै मेरो छोटो विचारलाई अन्त गरे। हरिओम तत्सत।